गाइस दर्शक नमस्ते अस्सलामु अलैकुम है। आज म हेर्नुस् है मलेसियामै छु, तपाईहरुलाई थाहै छ हैन। आज म तपाईहरुलाई हेर्नुस् गाइस यस्तो व्यक्तिसँग मैले देखाउन गइरहेको छु हजुरलाई हैन। तपाईहरुले हेरेर हैन थाहा पाउनुहुनेछ है त। आज म इन्टरभ्यु लिन गइरहेको छु हाम्रो नेपाली दाजुलाई। हेर्नुस् त, हेर्न सक्नुहुन्छ। अस्सलामु अलैकुम दाइ, नमस्ते है। हेर्न सक्नुहुन्छ गाइस हैन, उहाँहरू दाइ हुनुहुन्छ, मलेसियामै हुनुहुन्छ हैन। दाजुको शुभ नाम के हो दाजु? मेरो नाम इम्तियाज खान। इम्तियाज खान हैन। भनेपछि नेपाल घर कुन ठाउँ पर्यो? पर्सा वीरगञ्ज। भनेपछि उहाँ हेर्न सक्नुहुन्छ गाई चाहिँ उहाँहरू दाजुभाइ हुनुहुन्छ, दुई दाजुभाइ हुनुहुन्छ, एउटै आमाको छोरा। र भनेपछि दाजु मलेसियामा बस लाग्यो कति वर्ष हो दाइ? म त 2007 मा आएको मलेसिया। ओहो 2007 मा आउनुभयो। 19 वर्ष होला गाइज। हेर्नु त मलेसियामा आएको 19 वर्ष भइसकेको छ। भनेपछि दाइसँग यो हेर्नु गाइज, तपाईँले हेर्न सक्नुहुन्छ दाइ मलेसियामै विवाह गर्नुभएको छ। उहाँ 19 वर्ष भइरहेछ र उहाँ पछाडि गाडी पनि हेर्न सक्नुहुन्छ होइन, ठिकै छ। र भनेपछि दाइले भाउजू होइन, छोराछोरी बच्चा पनि हुनुहुन्छ होइन। र गाइज है मलेसियामा पनि हामी नेपालीहरू थुप्रै सङ्ख्यामा छ है गाइज। र हेर्नुहोस् मलाई खुसी लाग्यो दाइसँग भेट्नु नपाउँदाखेरि होइन। र गाइज अब नेपाली भेट्दाखेरि कतिको खुसी लाग्छ होइन, त्यो त हजुरलाई थाहै नै छ। भनेपछि नेपालमा मलेसियामा पनि हेर्नुहोस् नेपालीले घर गृहस्थी गरेर बस्नु भएको छ राम्रोसँग एकदम। उहाँ दाइको एकदम भिआइपी नै छ भनौँ, राम्रो छ। कामको त अब विदेशमा त काम गर्नै पर्छ गाइज होइन। भनेपछि धेरै खुसी लाग्यो दाजु होइन। अब नेपाल हजुर त गइरहनुहुन्छ होइन? जान्छु, बिचमा गइरहन्छु। भनेपछि बिचमा जानुहुन्छ, नेपाल जानुहुन्छ, मलेसियामै बस्नुहुन्छ। भनेपछि भाउजू पनि गइसक्नु भएन? लगाइ हेर्नुहोस् त कति हामीले पनि तपाईँहरूलाई चिनाइरहेको छौँ। तपाईँले पनि इन्डोनेसिया पे गर्नुभएको छ, इन्डोनेसिया जानुभएको थियो, हामीले पनि टिकटक फेसबुकमा देखेको थियौँ। लगाइ चाहिँ उहाँहरू त्यही त धेरै खुसी लागिरहेको छ कि होइन। उहाँहरूले पनि देख्नु भएको छ, मैले पनि देखेको छु होइन। टिकटकमा फेसबुकमा देख्नु आज एकदम रियल फेस टु फेस भेट हुँदाखेरि एकदम खुसीको सीमा नै छैन गाइज। हेर्नुहोस् है। भनेपछि त्यही त दाजु अब हामी कुराकानी यसरी गर्दै रहौँला होइन। म पनि मलेसियामै छु अब समथिङ म 4 महिना होला म बस्नु यहाँ। अनि फेरि 12 वर्ष सकिएर म अब जान्छु होइन, किनकि अवधि सकेर फेरि उनीहरूले कम्पनी हुन्छ जानु पर्यो भनिरहेछ। फेरि नयाँ पर्मिट गरेर आउने, नयाँ पर्मिट गरेर 5-6 महिना त्यसपछि कुलिङ पिरियडमा आउने भनिरहेछ। त्यसले गर्दाखेरि अब पछि गए पनि हामी त अब फेसबुकमा टिकटकमा कनेक्ट नै छौँ होइन। भेटघाट कुराकानी त भइहाल्छ। यहाँ त भेट भइहाल्छ, म त यहाँ आइरहन्छु, भाइले भेट्न आइरहन्छु यहाँ, यता आयो भने फेरि भेट भइहाल्छ। एकदम। र गाइज है हजुरहरूलाई कस्तो लाग्यो आजको यो भिडियो होइन? कृपया यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्नु होला होइन, सब्सक्राइब गर्नु होला। र हाम्रो दाजु हजुरको फेसबुक पनि छ होला होइन? फेसबुक पनि छ, टिकटक पनि छ। फेसबुक आइडी भन्न सक्नुहुन्छ?